यो नेपाल विद्युत प्राधिकरणको अडिट चाहिँ नेपालमा गरेर भएन। अन्तर्राष्ट्रिय उसमा लगेर चाहिँ अडिट गराउनु पर्यो। अन्तर्राष्ट्रियमा लगेर सङ्घमा गएर चाहिँ अडिट गर्नु पर्यो कि किन भनेदेखि नेपालमा त हेर्नु न, कुलमानले अडिट गराउँदा नाफा देखाइदिने, अनि के बोलेको सालोले अडिट गर्दा घाटा देखाइदिने भनेपछि यो नेपालको अडिटरले अडिट गर्न नजाने हो कि यिनीहरूले त्यसलाई बेला गरे हो, मैले बुझ्न सकेन। अनि चाहिँ यसो हिसाब गर्दाखेरि अडिट भन्ने शब्दै गलत शब्द रहेछ नि त। नाफा पनि देखाउन मिल्ने, घाटा पनि देखाउन मिल्ने भनेपछि त कुन चाहिँ सत्य कुन चाहिँ असत्य त। यो त्यसैले हजुर यो विद्युत प्राधिकरणको अडिटको विषयमा चाहिँ अन्तर्राष्ट्रिय संस्थामा लगेर चाहिँ अडिट गराउनु पर्यो। हाम्रो नेपालको अडिटवालाहरूले जानेनछन् भन्ने लाग्छ मलाई। किन भनेदेखि नि अब अडिट भनेको व्यक्तिगत अडिट रहेछ नि त, जे पनि गर्न मिल्ने अडिट त्यो पनि अडिट हुन्छ त। अब कुलमानले गर्दा नाफा देखाउन मिल्ने, अब उसले गर्दाखेरि घाटा देखाउन मिल्ने भनेपछि यसको सत्य त के हो त? यो अन्तर्राष्ट्रियमा लगेर यसलाई अडिट गराउनु पर्यो। अनि होइन भनेदेखि यो जनतालाई यसरी भ्रम गर्न मिलेन। अनि यो श्वेतपत्र जारी भनेको छ। यो श्वेतपत्र भनेको चाहिँ के हो नि? यो श्वेतपत्र भन्ने कुरा पनि एकदम फटा कुरा रहेछ यो। मन परि जे लेख्दा पनि मिल्ने रहेछ पो। अस्ति उसले श्वेतपत्र जारी गर्दा नाफा देखाएको थियो, अनि उसले फेरि कुलमानको के अरे उसको के बोलेको सालो जाने बित्तिकै घाटा देखाउन मिल्ने भयो भनेपछि त यो त मन परि जे लेख्दा पनि हुने रहेछ नि त। यो कस्तो खालको श्वेतपत्र हो यो? अचम्म लाग्छ। त्यसैले यो पनि यो अन्तर्राष्ट्रिय समुदायबाट चाहिँ प्रमाणीकरण गर्नु पर्यो। यो श्वेतपत्र सही हो कि गलत हो? कुलमानले देखाउँदाखेरि कुलमानले कानुन अनुसार गरेको हो कि होइन? अनि के बोलेको भद्दीले गर्दाखेरि त्यो सही हो कि होइन भन्ने कुरा अन्तर्राष्ट्रियलाई गराउनु पर्यो। श्वेतपत्र अन्तर्राष्ट्रियबाट गरेर ल्याउनु पर्यो हो भन्ने कुरा। अब होइन भनेदेखि नेपालमा त केही पनि काम लागेन। किन भनेदेखि नि अब मनपुरी गर्न मिल्दो रहेछ त। अब कुलमानले गर्दाखेरि चाहिँ नाफा देखाउन मिल्ने बनाएर पठाउने, अनि उसले गर्दाखेरि चाहिँ घाटा देखाउने भनेपछि त यो के हो त? यो बुझ्नै सकेन। नाफा देखाउन पनि मिल्ने, घाटा देखाउन पनि के को अडिट गर्नु पर्यो त? अन्नाले लेखिदिने नि। अब श्वेतपत्र पनि अन्नाले लेख्न पनि मिल्दो रहेछ। के को कानुन बनाउनु पर्यो बेकारमा? ताइना दुई हातमा दुई। उसले देखाउँदा नाफा देखाउन पाउँदो रहेछ, उसले देखाउँदा घाटा देखाउन पाउँदो रहेछ भनेपछि त यसको कुनै अर्थ लाग्यो? यो घाटा भएर घाटा देखायो हो कि नाफा भएर नाफा देखायो हो कि यो आफ्नो उसको फुर्ती देखाउनको लागि गरे हो कि? यसको सत्य तथ्य जनतालाई तथ्य बाहिर ल्याउनको लागि अन्तर्राष्ट्रिय संस्थामा लगेर अडिट गराउनु पर्यो। श्वेतपत्र पनि त्यहाँ जारी गर्नु पर्यो, त्यहीँबाट जारी भएर ल्याउनु पर्यो, अनि मात्रै पक्का हुने भयो। धन्यवाद।